साथीहरु तपाईहरुमध्ये धेरै साथीहरु युट्युबमा आउन चाहनुहुन्छ होला र युट्युबमा आएर युट्युब च्यानल खोलेर भिडियो बनाएर काम गर्न पनि चाहनुहुन्छ होला तर कहाँनिर गएर अड्किनु भएको छ भने चाहिँ युट्युबमा पहिलो भिडियो कसरी बनाउने के भिडियो बनाउने होला हैन अब कहाँनिर कस्तो के गल्ती हुन्छ धेरै जाने मान्छेहरु युट्युबमा आउँछन् धेरै राम्रो एडिट गर्ने खालीका मान्छेहरु युट्युबमा छन् हैन मैले गएर कस्तो खालीको भिडियो बनाउन लाग्यो मेरो भिडियो मान्छेले मन पराउँछन् अथवा मेरो भिडियो हेरेर मान्छेहरु हाँस्छन् भन्ने तपाई पनि एउटा डाउटमा हुनुहुन्छ भने आज तपाईलाई मैले एकदम राम्रो युनिक के जानकारीहरु के सल्लाहहरु म तपाईलाई दिन्छु ताकि तपाईले बाध्यताले भए पनि अहिलेसम्म युट्युब च्यानल खोल्नु भएको च्यानल खोलेर तपाईले युट्युबमा काम गर्न एकदम मन लाग्छ र लास्टको पोइन्ट चाहिँ एकदम मिस नगरिकन हेर्नु लास्टमा मैले तपाईलाई एकदम एउटा सिक्रेट तरिका पनि सिकाएको छु सोकाले गर्दा लास्ट चाहिँ मिस नगरिदिनु साथीहरु अब साथै पहिलो चरणमा चाहिँ हामी टपिकहरु रोज्नु पर्छ जस्तै कि हामीले कुनै पनि एउटा च्यानल क्रिएट गरि भने मेरो च्यानल तपाईले देख्नु भएको छ यस्तै खालीको तपाईले कुनै पनि एउटा टपिकहरु चाहिँ मैले आफ्नो च्यानल खोले र आफ्नो च्यानल खोल्दा बित्तिकै मैले टपिकहरु यो टपिकमा मैले काम गर्छु भनेर मैले यो टपिकमा मैले भिडियो बनाउन सुरु गरेपछि तपाईले पनि कुनै पनि एउटा खालीको च्यानलहरु तपाईले खोल्नु पर्छ टपिक तपाईले चुज गर्नु जस्तै कि तपाईले पहिलो भिडियो कस्तो बनाउनु भनेपछि तपाईलाई पनि मन पर्ने र हजारौं दर्शकहरुलाई पनि मन पर्ने हजारौं मान्छेहरुलाई पनि मन पर्ने खालीका भिडियोहरु तपाईले बनाउन सुरु गर्नुस् ताकि तपाईको भिडियोहरु एकदम छिटो भन्दा छिटो तपाईको च्यानलबाट एकदम ग्रो हुन्छ र सब्स्क्राइब पनि चाँडै इन्क्रिज हुन्छ र वाच टाइम पनि अथवा भ्युज पनि तपाईको एकदम चाँडै युज हुन्छ अनि तपाई साथीहरुलाई अझ अर्को दुई नम्बर स्टेपको साथीहरु तपाईहरुलाई रहेको छ मैले तपाईलाई के सजिलो तरिकाहरु पनि बताइन्छु साथीहरु जस्तै भिडियोको इन्ट्रो जस्तो तपाईले देख्नु भएको छ कस्तो भनेपछि नमस्ते अब तपाईले सुरुमा इन्ट्रो सुरु गर्दाखेरि एकदम नडराउनुस् तपाई एकदम क्लियर नडराइकिन पहिलो भिडियो सबैको त्यस्तै हुन्छ साथीहरु नडराइकिन तपाईले नमस्ते म यो तपाईले आफ्नो परिचय दिएर तपाईले आफ्नो भिडियो सुरु गर्न सक्नुहुन्छ भनेपछि जस्तै तपाईले अब यो टाइटल दिन सक्नुहुन्छ म को हुँ भनेर तपाईले एउटा टाइटल दिन सक्नुहुन्छ टाइटल दिएर अथवा थम्बनेलमा पनि तपाईले म को हुँ जस्ता खालीका त्यो वर्डहरु लेखेर तपाईले भिडियो बनाउन सक्नुहुन्छ र दोस्रो एकदम पहिलो भिडियोको लागि एकदम सजेसन गर्ने टाइटल अथवा थम्बनेल भएको छ साथीहरु मैले युट्युब च्यानल किन सुरु गरेँ साथीहरु यो खालीको टपिक पनि एकदम राम्रो चल्छ मैले युट्युब च्यानल किन सुरु गरेँ तपाईले टाइटल पनि त्यही राख्नुस् थम्बनेलमा पनि मैले युट्युब च्यानल किन सुरु गरेँ भनेर राख्नुस् त्यसपछि तपाईले भिडियो सुरु गर्नुस् मैले युट्युब च्यानल यसरी खोले यस्तो भएर खोले यस्तो गर्नाले खोले मैले म भित्र एउटा केही न केही कला छ केही न केही क्षमता छ मसित मैले जो तपाईहरुले देखाउन चाहन्छु त्यसैले गर्दाखेरि मैले युट्युब च्यानल खोले साथीहरु तपाई साथै जस्तै मानौं कि अब मानौं म तपाईले भन्नुहुन्छ होला मसँग पनि ठुलो क्यामेरा छैन डीएसएलआर क्यामेरा छैन मसँग ठुलो राम्रो फोन पनि छैन राम्रो फोन पनि छैन राम्रो फोन त राम्रो हुनै पर्छ युट्युब च्यानल खोल्नको लागि किनकि आज भोलि क्वान्टिटीमा भन्दा क्वालिटीमा एकदम ध्यान दिनु गर्छ मान्छेहरुले सो कारणले गर्दाखेरि तपाईले आफ्नो फोन एउटा राम्रो फोन हुनै पर्छ युट्युब च्यानल खोल्नको लागि सो कारणले मोबाइलबाटै तपाईले आफ्नो युट्युब च्यानल युट्युबको जर्नी तपाईले सुरु गर्न सक्नुहुन्छ साथै जस्तै तपाईले देख्न सक्नुहुन्छ मैले अब कुनै भ्लग च्यानल सुरु गर्न लाग्नु भएको छ भने मेरो पहिलो दिनको भ्लग आज हैन मेरो पहिलो दिनको यात्रा आज यसो खालीको कुनै पनि टाइटलहरु तपाईले सुरु गर्नुस् त्यसपछि तपाईले कस्तो खालीको तपाईले भिडियो मन गर्न तपाईको यो त्यस्तो नहोस् युट्युब च्यानल खोलिसकेर दुई चारवटा भिडियो बनाइसकेपछि पछि गएर तपाई फेरि अड्डिने त्यहाँनेर गएर तपाईले कुनै इसिबहरु नपाउने त्यसपछि तपाईहरु अड्डिने त्यहाँदेखि गएर तपाईले अब कुनै पनि अब कुनै अब दिमागमै नआउने हुन्छ नि त कसै पनि अब कोही कसैको दिमागमै नआउने अब के भिडियो बनाम कस्तो गरम हैन जस्तो खालीको धेरै अरु जिज्ञासा हुन्छ कि अब युट्युब च्यानल सुरु गरेपछि पनि अब कस्तो खालीको भिडियो बनाउने होला यार तीनवटा भिडियो त बनाए राम्रै चलेछ यार अब यो भन्दा पछि कुनै भिडियो बनाउने आइडियै छैन यस्तो खालीको च्यानल तपाईले खोल्दै नखोल्नु किनकि तपाईले युट्युब च्यानल खोल्न लाग्नु भएको छ र भिडियो बनाउन पनि सुरु गर्न लाग्नु भएको छ केही नभएको 10-15 वटा भिडियो अथवा 100 कमसेकम 100 वटा भिडियो बनाउने टपिक तपाईसँग हुनुपर्ने अनिवार्य जरुरी छ साथीहरु सो कारणले गर्दा तपाईलाई लागेको छ चरण नम्बर 2 मा भिडियो खिच्ने केही रेकर्डिङ गर्ने तरिकाहरु म तपाईलाई बताइदिन्छु भिडियो खिच्ने तरिकाहरु देख्नु जस्तै तपाईले आफ्नो अब तपाईसँग महँगो क्यामेरा छैन भने चाहिँ तपाईले आफ्नो फोनै युज गर्नुस् हैन तपाई एकदम फेस देखाएर क्यामेराको अगाडि तपाई एकदम बोल्न सिकिनुस् एकदम बोल्न सक्नुस् नडराउनुस् साथीहरु पहिलो भिडियो भने कसैको पनि राम्रो हुँदैन बिस्तारै 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 अवश्य पनि त्यसले सिक्दै गइन्छ तपाई चाहिँ नडराउनुस् क्यामेराको अगाडि जस्तै म बोलिरहेको छु त्यस्तै गरेर फेस टु फेस तपाई क्यामेरासँग फेस गर्न सक्नुस् त्यसले एकचोटी नहोला दुईचोटी नहोला तीनचोटी पालामा कसो नहोला साथीहरु तपाईले क्यामेरामा फेस गर्न सक्नुस् क्यामेरा अगाडि बोल्न सक्नुस् नशर्माउनुस् नडराउनुस् कोहीसँग पनि नशर्माउनुस् अब तपाईको आफन्त अथवा तपाईको छिमेकीहरु त तपाईको राम्रोमा पनि कुरा काट्ने हुन् तपाईको नराम्रोमा पनि कुरा काट्ने हुन् तपाईको राम्रोमा पनि तपाईलाई खिसी गर्छन् नराम्रो पनि तपाईले खिसी गर्न साथीहरु कसैको परवाह नगर्नु कसैको डर नमान्नु साथीहरु ढुक्कले यस्तै फेस टु फेस क्यामेरासँग अगाडि रहेर मजाले बोलेर भिडियो बनाउनुस् ताकि तपाईको फेसलेस भिडियो त अब फेसलेस भिडियो राम्रो चल्छ चल्नलाई त्यही पनि तपाईले एउटा फेसको आफ्नो फेसको एउटा अलग्गै ब्रान्ड बनाउनु भयो आफ्नो फेसको भ्यालु राखेर अलग्गै ब्रान्ड बनाउनुपछि त्यो च्यानल तपाईले जुनै पनि च्यानल गरेपछि तपाईले आफ्नो तपाईको फेस तपाईको जस्तै अब
हाम्रो राजेश हमाल महानायक राजेश हमालको पहिला राजेश हमाल विराट भट्ट यिनीको फिल्महरुमा एउटा टाउको मात्र काटेर एउटा पोस्टर हुन्थ्यो भनेपछि त्यो फिल्म कति मजाले चल्थ्यो जस्तै तपाईले पछि पनि कुनै पनि च्यानलहरु गरेर खोल्नु भयो दुई चारवटा च्यानलमा काम गर्न जानु भयो भनेपछि तपाईको एउटा फेस भ्यालु कारणले गर्दा तपाईको अनुहार चिनेर पनि मान्छे तपाईले त्यति अटोमेटिक तपाईले सब्स्क्राइब गर्छन् अटोमेटिक तपाईसँग जोडिन्छन् अटोमेटिक तपाईसँग राम्रो तपाईले पछि गरेर राम्रो इन्कम गर्न सक्छ साथीहरु अब तपाईले लगेको साथै एडिटिङ गर्ने एपहरु साथीहरु मैले तपाईको एडिटिङ गर्ने एपहरु पनि बताइदिन्छु फ्रीमा ताकि तपाईलाई पैसा दिन नपरोस् त्यही तपाईको फ्रीमा एडिटिङ गर्ने जस्तै एपहरु भयो काइन मास्टर भयो क्यापकट भयो त्यसपछि हैन तपाईको इन्सर्ट भयो यिनीबाट तपाईले एकदम मजाले फ्रीमा तपाईले भिडियो एडिट गर्न सक्नुहुन्छ भिडियो रेकर्डिङ गरिसकेपछि त्यसपछि तपाईले थम्बनेल बनाउनको लागि पनि थम्बनेल बनाउनको लागि पिक्सल ल्याब छ त्यो एकदम फ्री हो एकदम इजी तरिकाले एकदम सही तरिकाले तपाईले एउटा थम्बनेल बनाउन सक्नुहुन्छ यो थम्बनेल बनाउन जान्नु भएको छैन भने मैले डिस्क्रिप्सनमा थम्बनेल कसरी बनाउने भन्ने भिडियोले हाल्दिएको छु पक्कै पनि त्यो भिडियोमा क्लिक गरेर हेर्नुस् थम्बनेल बनाउन अवश्य पनि तपाईले सिक्नुहुनेछ साथीहरु तपाईले अब युट्युब भिडियो अपलोड गर्न तपाईले अवश्य पनि जान्नु भएको छैन अपलोड गर्न पनि जान्नु भएको छैन भनेपछि त्यो पनि भिडियो बनाएर मैले डिस्क्रिप्सनमा हालिदिएको छु लिंक छ डिस्क्रिप्सनमा लिंक छ गएर चेक गर्नुस् ताकि तपाईले त्यहाँ युट्युब भिडियो कसरी अपलोड गर्न सकिन्छ त्यो पनि तपाईले त्यहाँ बुझ्न सक्नुहुन्छ साथीहरु अब बाँकी रह्यो साथीहरु तपाईले यति एउटा मेन टपिक के जब मैले तपाईले सुरुमा देखि यहाँसम्म लिएर आएको थिएँ कि मैले लास्टमा तपाईले एउटा युनिक केही तरिकाहरु बताउँछु तपाईले केही टिप्सहरु दिएर जान्छु भनेको थिएँ त्यो टिप्स साथीहरु तपाईलाई मैले के भन्न चाहन्छु भने तपाई क्यामेराको अगाडि एकदम निडर भएर बस्नुस् किनकि तपाईले भोइसलेस च्यानल भन्दाखेरि तपाईको भोइसलेस भन्दा फेसलेस च्यानल भन्दा पनि फेस देखाएर तपाईले भिडियो बनाउन सुरु गर्नुस् ताकि तपाईले गएर आजको भिडियो नराम्रो होला भोलिको भिडियो नराम्रो होला पर्सिको भिडियो नराम्रो होला मेरो पनि यो भन्दा यो भिडियोहरु हेर्दै जानु सक्छ पहिलाका भिडियो एक वर्ष पहिला हालेका भिडियो हेर्नुस् त्यसमा भिडियोमा कस्तो छ कस्तो खालीको एडिटिङ छ कस्तो खालीको भिडियो ब्याकग्राउन्ड छ कस्तो खालीको के छ हैन कस्तो तरिकाले म बोलिरहेको छु र अहिले म कुन तरिकाले बोलेको छु अहिले म के तरिकाले भिडियो बनाइरहेको छु कुन तरिकामा एडिट छ पहिलोको एडिटमा के फरक छ पक्कै पनि तपाईले छुटाउन सक्नुहुन्छ साथै नडराउनुस् अलिकति पनि तपाईको साथीहरु अथवा आफन्तहरुकोबाट कसैकोबाट पनि तपाई नडराइकिन तपाईले युट्युबमा काम गर्नुस् ताकि तपाई युट्युबमा एउटा एकदम राम्रो कन्टेन्टहरु लिएर आउनु भयो भने तपाई एक दिन पक्कै पनि सक्सेस युट्युबर बन्न सक्नुहुन्छ त्यसकारणले गर्दाखेरि भिडियो कस्तो लाग्यो त्यसलाई सल्लाह सुझाव पनि प्रतिदिन नबिर्सनु होला बाकी हेर्दै गर्नुस् साकिब राज युट्युब च्यानल मेरो फिलहालको भिडियोमा